अब यो जङ्गलमा चाहिँ अब बाघ भालु हैन अरु चाहिँ पाउँदैन हैन। हात्ती चाहिँ छ है, फेरि हात्ती चाहिँ हाम्रो जङ्गलमा छ, तर बाघ भालु चाहिँ पाउँदैन। अनि सो हात्तीहरु चाहिँ छ, स्यालहरु पनि छ हैन। त्यो चाहिँ देखिन्छ पनि, भेटिन्छ पनि। हरिण, चितल, मृग सबै छ यो जङ्गलमा है, यो हाम्रो जङ्गलमा। अनि सो त्यही भएर चाहिँ म चाहिँ आज सो च्याउ टिप्नुको लागि चाहिँ जाँदैछु। सो हेरेर मलाई साथ दिनु होला र जो नयाँ हुनुहुन्छ मेरो भ्लगमा हैन, सो हेर्दै हुनुहुन्छ भने यदि मन पर्छ भने चाहिँ सब्स्क्राइबर अनि लाइक कमेन्ट अरूले भने जस्तो सेयर पनि गरिदिनु होला है त। ल अब चाहिँ हामी बिस्तारमा लागिँदै। सो हामी चाहिँ अहिले जङ्गलभित्र हामी पसिसकेको छौँ है, जङ्गलभित्र गइसकेका छौँ। हिँड्छु अगाडि। अब जङ्गलको यात्रा अब सुरु हुन्छ। अनि सो तर अझै माथि चाहिँ पुग्नुपर्छ हैन। यो चाहिँ नर्मल म केही घरदेखि केही मास्तिर मात्रै आएको छु। यो चाहिँ हाम्रो जङ्गलको बाटो हो हैन। खोला जानै पर्छ यसरी। चिउले होला यहाँ हेरौँ है, गाई च्याउ है, यसलाई भन्छ च्याउ। ओके, कति पलाएको रहेछ नि, कुहिसकेको रहेछ। यो है कालुङ्गे सेतो बडाको रहेछ। त हेरौँ है, यस्तो हो। यसको लागि झोला रेडी छ है। कस्तो यो खोलाको धारमा पनि भेटेको के, यो पुरै जङ्गल म छिरेकै छुइनँ, यो धार मात्रै हो। धारमै यस्तो भेट्नु भनेको नराम्रो कुरा होइन। यो मैले प्लास्टिक बिछाएँ र म सुरु गरेँ। अब हेर्नु है, तर यो कहिले हिजैतिर पलाएको कि के हो होइन, आजकै रहेछ, आजकै हो कि। हेर्नु त है, ल च्याउ यसलाई भन्छ कालुङ्गे च्याउ। तर यो भर्खरको रहेछ यो। यसरी गरेर उखाल्ने, यहाँ पक्रिने यसरी। यति त भइगयो हो, यति भइगयो। टक्क अगाडि बढौँ। यहाँ अझै छ है, अगाडिपट्टि यता छ, हुन्छ। मजाले हेर्नु त च्याउ के हो, टन्नै छ कि के हो, उता पनि छ कि क्या, यता पनि छ है च्याउ। हेर्नु है, यता छ, यता पनि छ है, यता पनि छ है, यता त्यता कहाँसम्म रहेछ अब हेर्दैछौँ। यस्तो ठाउँमा पनि पलाउँदो रहेछ भनेर चाहिँ मैले विश्वास चाहिँ गरेको थिइनँ कि गाइस हो। मैले विश्वास चाहिँ गरेको थिइनँ यस्तो ठाउँमा पनि पलाउँछ भनेर चाहिँ विश्वास चाहिँ थिएन कि हो। यतिको भेटेपछि त छाक पुगिगयो नि। अब यो चाहिँ कोपिला भन्छ, तर यो चाहिँ अलिक सानो बडाको हो। जुन मेन ठुलो बडाको चाहिँ अब बिस्तारै पलाउँछ कि
अहिले चाहिँ अब यो यत्रै हो कि गाइस, त्यही भएर पाउनु नै सबैभन्दा ठुलो कुरा हो। यतापट्टि हेर्नु जङ्गलमा, हाम्रो जङ्गलमा है, यो जङ्गलको नाम चाहिँ चिसाङ खोला भन्छ है। चिसाङ खोला कानेपुरी मोरङ जिल्लामा हो। ल हेर्नु है, यसरी हो च्याउ पाउने। ल गाई चाहिँ हेर्नु है, यसरी पाएपछि त त्यो भए त सकियो नि अब। यता पनि छ है, केले टेकेछ हौ। मलाई लाग्छ गाई गोरुहरूले यहाँबाट माथिबाट चढेर सबै लडाइदिए जस्तो छ यो। यहाँले यस्तो हुन्छ च्याउ। ल यति भएको छ च्याउ, यति यहाँ पनि छ है। हेर्नु है गाई, यस्तो हुन्छ च्याउ। ए मर्ने च्याउ होला भन्छ होला कि, यो मर्ने च्याउ होइन, यो कालुङ्गे हो। तर यो हेर्नु यति लामो हुन्छ यसको। तर यो सेतो बडाको रहेछ, अर्को कालो बडाको चाहिँ त्यसको त यो डन्ठा पनि, यो पनि कस्तो दामी हुन्छ। यो यत्रो बडाको हुन्छ है, ठुलो हुन्छ। तर यो चाहिँ अलिक यसको सानो बडाको, तर कालुङ्गे नै। ल यति भयो है। अब हेरौँ अरू कता छ। यता मासतिर त पक्कै छैन होला। यति चाहिँ अघि नै मैले देखाइसकेँ तपाईँहरूलाई। यहाँनिर रहेछ एउटा है कालुङ्गे। यो चाहिँ अलिकति ठुलो बडाको हुन्छ कि यसको डन्ठा चाहिँ। अघिको चाहिँ यो चाहिँ सानो बडाको हो। यसको डन्ठा पनि हेरिहाल्नु। यो र यसमा हेर्नु, यो र यसमा हेर्नु, यो अलिक ठुलो बडाको हुन्छ त्यो। अब म धेरै टाढो जाँदिनँ होइन, किनकि मसँग यो पप्पी लिएर आएको छु, डगी लिएर आएको छु। धेरै टाढो चाहिँ जाँदिनँ किनकि अलिकति डर लाग्छ होइन। अब यो बाटोबाटै यसरी झर्नुपर्छ है। यो मुनिको गहिरो भयो, यो पैनी यहाँबाट झऱ्यो भने तल बङ्गै झरिन्छ। यसरी गएर पारी तर्नुपर्ने हुन्छ। हिँड 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 हिँड्न हो। डरै लागिसक्यो यार। जङ्गलमा यसरी मान्छेहरू भेटिन्छ है। च्याउटिउने मान्छेहरू प्रशस्त आएको हुन्छ। अब पाउनु नपाउनु भन्ने अलग कुरा हो। यहाँनिर पनि रहेछ। तर यसलाई चाहिँ, यो च्याउलाई चाहिँ कुन च्याउ भन्छ भन्दाखेरि नि, यहाँ तपाईँहरूलाई देखाइदिन्छु। यो च्याउ चाहिँ सल्ले च्याउ भन्छ है यसलाई चाहिँ सल्ले च्याउ। यो पनि मिठै हुन्छ, तर यो चाहिँ अलिकति माटो गनाउँछ, केरा गनाउँछ होइन। तर मिठै हुन्छ, नमिठो चाहिँ भन्नु मिल्दैन है गाइस। मिठै हुन्छ तर अलिकति माटो गनाउँछ। यसलाई चाहिँ सल्ले च्याउ भन्छ। त्यहाँबाट लडेको रहेछ। त्यो होस्, हामी अब यतातिर एकछिन खोज्छौँ, त्यहाँबाट हामी फर्किन्छौँ है गाइस। यहाँ अगाडि मान्छे छ जस्तो छ। गएर प्यास पनि लागिरहेछ। म पानी खान्छु। हो प्यास लागिरहेछ, पानी मागेर खाइदिउँ। पानी छ तपाईँहरूसँग? पानी छ? कसैसँग पनि छैन?
त्यसका बाजे आफ्नै गाउँतिरको पो छ त फेरि ल हेर त यत्रो जङ्गलको बिचबिचमा के हो पारा पानी चाहिँ खाइदिउँ न पानी त पक्कै पनि छ यहाँ लु पानी खाउँ त पानी लु हेर्नै गाइस उहाँहरू चाहिँ निङ्गुरो टिप्नु आएको म चाहिँ त्यो टिप्नु आएको किन भेट्दिन त अनि म जस्तो मान्छेले नभेटाएर हुन्छ पानी खाऊ अझै एकचोटि दियो फेरि ल निङ्गुरो कति मुठा पाट टिप्नु भयो पानी साँच्चै नै नल्याउनु भएको कालुङ्गै मात्रै हो मैले यो पनि यहाँ भेटाएको होइन मैले खोलाको छेउमा नलैजाउँ हो एउटा मात्रै टिपेको छ सरले पनि खोइ थोरै खाऊ है थोरै त खाने हो त अनि धेरै त कहाँ खानु तपाईँहरूलाई पनि पुग्दैन पानीले कतिजना 3 जना मात्रै आउनुभएको 4 जना को गणेश पनि छ छैन गणेश बुढी छ अब फर्किनु पर्यो ल बिस्तारै खोज्दै आउनु तपाईँहरू हुन्छ बान्छु खेल्टी यस निङ्गुरो हेर्नु है त्यो निङ्गुरोहरू त आउँछ यो कति रुपियाँ मुठाले बेच्नुहुन्छ यो 50 को 3 100 को 3 100 को 3 मुठा ताजा यो चाहिँ हाम्रो गाउँमा ओभर पाउने निङ्गुरो है आउनु होला सबै जाता खाने जति यस यतापट्टि चाहिँ निङ्गुरो यसरी बोक्नुहुन्छ डोकोमा टक्कसँगले ल जानु है त ल हामी गयौँ 2 जना यता हुनुहुन्छ